भवन सूर्यनारायण पियानादेखि यतिखेरसम्मको अथक परिश्रमपछि आरामसँग अस्ताउँदैछ। भगवानले संसारका सारा प्राणीहरूलाई समान रूपमा व्यवहार गरिरहेका छन्। आफूले गर्नुपर्ने मद्दत संसारका सारा प्राणीहरूलाई समान रूपमा गरिरहेका छन्। त्यसैले भगवान भगवान हो, परमात्मा हो। संसारमा सबैभन्दा ठुलो परमात्मा उनी हुनुहुन्छ। परमात्मा, महाआत्मा उही हुनुहुन्छ। मात्र यो संसारमा निष्पक्ष समानताको व्यवहार सबैभन्दा ठुलो आत्मा भएको प्राणी नभनौँ त प्राणीभन्दा अलि ठुलो जीव चाहिँ भगवान नै देख्यो। उहाँ अद्वितीय हुनुहुन्छ। उहाँले कसैले पनि दुर्व्यवहार गर्नुहुन्न। उहाँबाट सबैलाई समान व्यवहार हुन्छ, समान क्रियाकलाप हुन्छ, दया हुन्छ, माया हुन्छ। त्यसैले उहाँलाई परमात्मा नै भनेको। महाआत्मा भनेको। उहाँ बिना यो संसार अड्दैन। यसरी अडेर बस्न सक्दैन, अडिरहन सक्दैन। भगवान भनेको भगवान हो। उहाँले यस सृष्टिलाई बचाइराख्नका लागि निरन्तर रूपमा परिश्रम गरिरहेका छन्। उहाँ आफ्नो कर्तव्यबाट कदापि विचलित हुनुहुन्न। आफ्नो कर्तव्यलाई निरन्तरता दिने सक्रिय महान जीव उहाँ हुनुहुन्छ। हेर्नुहोस्, त्यसैले यो ब्राह्मणले अडाउनुको लागि उहाँको ठुलो हात छ। हेर्नुहोस्, यतिखेर उहाँ आरामसँग जाँदैछ। हेर्नुहोस्, अझै पनि आधीभन्दा बढी रूप हामीले देखिरहेका छौँ। हेर्नुहोस्, आरामसँग अझ टाढा टाढा हुँदैछ अहिले हामीबाट। हेर्नुहोस्, अझै उहाँको केही अंश हामीले देखिरहेका छौँ। यसैले हामी जसोसुकै अवस्थामा भए पनि भगवानको प्रार्थना गर्नुपर्छ, भगवानको सम्झना गर्नुपर्छ र भगवानको पूजा गर्नुपर्छ। संसारको अद्वितीय महान जीव उहाँ हुनुहुन्छ। हेर्नुहोस्, केही अंश मात्र बाँकी छ। अब उहाँ पूर्ण रूपमा अस्ताउनु
हेर्नुहोस् यो ठाउँमा उहाँ अस्ताउनु भयो भने अर्को ठाउँतिर पनि लागिरहेको छ। हेर्नुहोस् अब म भिडियोले गर्नुपर्छु।